What's up everybody, नेपाली MMA अनबक्सिङ हिज हियर र आजको यस भिडियोमा चाहिँ हामी अहिलेको जुन कम्ब्याट स्पोर्ट्समा सर्कुलेट भएको न्युजहरूको बारेमा चाहिँ डिस्कस गर्न गइरहेका छौँ। सो सुरुमा चाहिँ एलेक्स पेरेराकै न्युजबाट चाहिँ हामी स्टार्ट गर्दैछौँ। सो इट्स लुक लाइक एलेक्स पेरेरा चाहिँ व्हाइट हाउसको कार्डमा चाहिँ नट एभाइलेबल होइन। अब मलाई चाहिँ जहाँसम्म लाग्छ, अब एलेक्स पेरेराले त अब उसले त अलरेडी क्लियर गरिसक्यो कि हि वान्ट्स टु फाइट इन द व्हाइट हाउस, तर चाहिँ जहाँसम्म लाग्छ युएफसीले नै डेनाइ गरेको छ जस्तो लाग्छ कि किनकि एलेक्स पेरेरालाई नै डेनाइ गर्न खोजेको भन्दा नि एलेक्स पेरेरा वान्ट्स टु फाइट विथ जन बन जोन्स। तर अब अहिलेको सिचुएसनमा जन बन जोन्स र युएफसीको रिलेसन चाहिँ अलिकति राम्रो छैन, किनकि जन जोन्सले चाहिँ जब ऊ चाहिँ हेभीवेट च्याम्पियन हुँदाखेरि चाहिँ टम एस्पिनलसँग चाहिँ फाइट एक्सपेक्ट गरेको थियो र युएफसीले चाहिँ त्यो म्याच चाहिँ मेक गर्न खोजेको थियो। तर बिचमा अब जन जोन्सले चाहिँ टम एस्पिनलसँग फाइट गर्न डेनाइ गरेर रिटायर गरेको थियो र अनि टम एस्पिनललाई चाहिँ हेभीवेट च्याम्पियन डिसाइड गरेको थियो। सो त्यसपछिको दिनदेखि नै अब अलि युएफसी र जन जोन्सको रिलेसनमा चाहिँ खटपट भइरहेको थियो। सो अनि पछि चाहिँ युएफसीले चाहिँ अमेरिकाको होइन व्हाइट हाउसमा चाहिँ फाइट हुने भनेर चाहिँ होइन घोषणा गरेपछि चाहिँ त्यसपछि चाहिँ जन जोन्सले पनि व्हाइट हाउसको कार्डमा चाहिँ फाइट गर्ने इन्ट्रेस्ट देखाएको थियो र अनि सँगसँगै एलेक्स पेरेराले चाहिँ लास्ट टाइम आङ्कालाइभलाई चाहिँ लाइट हेभीवेट च्याम्पियनसिपको म्याचमा चाहिँ रिम्याचमा चाहिँ हराएपछि चाहिँ अनि उसले चाहिँ आफ्नो बेल्ट रिक्लेम गरेको थियो र सँगसँगै एलेक्स पोर्टान पेरेराले चाहिँ अब जो सँग चाहिँ फाइट गर्ने चाहिँ इच्छा गरिरहेको थियो र अनि अहिले आएर चाहिँ जहाँसम्म लाग्छ अब युएफसीले चाहिँ एलेक्स पेरेरालाई चाहिँ व्हाइट हाउसमा एन्ट्री गराउन नखोजेको भन्दा पनि उसले चाहिँ अब चोइस गरेको जन बोन्सलाई चाहिँ एन्ट्री गर्न नखोजेको र अब त्यो कार्डमा चाहिँ इन्क्लुड गर्न नखोजेको कारणले चाहिँ सो यो सिचुएसन चाहिँ उत्पन्न भएको जस्तो लाग्छ र अनि त्यसकै कारणले गर्दाखेरि चाहिँ आज बिहान मैले जुन इन्स्टाग्राम चेक गर्ने टाइममा चाहिँ यो पोस्ट आएको थियो। सो उसको अनुसार चाहिँ लुक्स लाइक द व्हाइट हाउस इज अ नो गो भनेर होइन। सो इट इज वाट इट इज, सो वी मुभ अन। सो अर्को हाम्रो न्युज छ होइन, अरमान शाहरुखले चाहिँ आफू चाहिँ जुन जस्टिन गेजी भर्सेस प्याडी पिम्लेटको बिचको इन्टरिम लाइट वेट च्याम्पियनसिपको लाइक म्याच छ, त्यसमा चाहिँ ब्याकअप फाइटर चाहिँ भनेर चाहिँ घोषित गरेको थियो। सो आई फिल रियली ब्याड फर अरमान शाहरुखन यार, जब कि यो इन्टरिम टाइटलकै भए पनि यार यो म्याचमा चाहिँ जस्टिन गेजी भर्सेस प्याडी पिम्लेट भन्दा पनि अरमान शाहरुखन डिजर्भ टु फाइट होइन फर दिस इभन होइन इन्टरिम लाइट वेटकै लागि भए पनि होइन। अब टु बी अनेस्ट अब अरमान शाहरुखले त डाइरेक्टै खास टाइटल म्याच पाउनु पर्ने हो इलिया टोपरियासँग होइन, यो इन्टरिमको यस्तो यताउता पनि कम्पिट नगरिकन होइन। बट अब युएफसीले अरमान शाहरुखलाई चाहिँ हेटै गरिरहेको छ र अनि जति सक्दो अनि बेल्टबाट चाहिँ अलिक टाढा नै ढकलिरहेको जस्तो देखिन्छ होइन, जस्ट लाइक पहिला अब मागोमेड एङ्कलाइभको सिचुएसनहरू जस्तै होइन। अनि अथवा फेदर वेटको कुरा गर्नु पर्दा चाहिँ अब लेरन मर्फी र जुन मोप्सर एभलाई गरेको जस्तै होइन। बट अरमान शाहरुखलाई चाहिँ अब यस्तो गर्नुको कारण चाहिँ अब युएफसी 311मा जुन चाहिँ उसको इस्लाम माखाचिपसँग लाइट वेट टाइटलको लागि चाहिँ कम्पिट हुनुपर्ने थियो होइन। अनि त्यो म्याच चाहिँ अब विशेष गरी अरमान शाहरुखकै लागि नै बिल्डअप गरेको थियो होइन। अनि किनकि त्यो म्याच चाहिँ लस एन्जल्समा हुन गइरहेको थियो र अनि लस एन्जल्स चाहिँ अब बेसिकल्ली अर्मेनियन पिपुलहरू चाहिँ धेरै त्यता छ र अनि सो अनि अरमान शाहरुखको चान्स थियो र अनि त्यसपछिको कारणले गर्दाखेरि चाहिँ अलिकति युएफसी चाहिँ अरमान शाहरुखसँग ह्याप्पी थिएन र अनि उसलाई चाहिँ टाइटलबाट चाहिँ अलिकति पुस आउट गरिरहेको छ। सो अनि त्यस पछाडि पनि अरमान शाहरुखले चाहिँ लास्ट टाइम इलिया टोपरिया भर्सेस चार्ल्स ओलिभेरा जुन चाहिँ इन्टरनेसनल फाइट विक युएफसी 317को इभेन्टमा भएको थियो, त्यसमा पनि ब्याकअप फाइटरहरू चाहिँ वेट बनाएको थियो। त्यस पछाडि अब ड्यान हुकरसँग त उसले सेकेन्ड राउन्डमै सब्मिसनले जित्यो होइन। सो त्यसपछि त अब हामीले चाहिँ इलिया टोपरियासँग चाहिँ म्याच फिक्स गर्छ भनेर चाहिँ अब इच्छा अथवा होप गरेको थियो। बट अहिले फ्यानहरूले चाहेको हुँदा पनि
युएफसीले अब पपुलरको आधारमा होइन म्याचहरू फिक्स गरिरहेको छ होइन। सो लेट्स सी वाट्स इन द फ्युचर। बट कमेन्टरहरू अनुसार पनि होइन यो जस्टिन केजी भर्सेस प्याडी पिम्लेटमा चाहिँ आई होप समन पुल दिस म्याच भनेर कमेन्ट गर्नेहरू चाहिँ धेरै छैन, किनकि जहाँसम्म लाग्छ हामीलाई चाहिँ अरमान सरुकन क्यान विन बोथ अफ दिस फाइटर होइन। जस्टिन केजी र प्याडी पिम्लेटले चाहिँ होइन दुवैलाई चाहिँ अरमान सरुकन क्यान स्मोक बोथ अफ देम जस्तो लाग्छ होइन। सो अनि एकजनाले पुल आउट भएर जसलाई जिते पनि सो इन द फ्युचर इलिया टोपुरियासँग चाहिँ हामीले हेर्नु मन लागेको कारण चाहिँ अब बेस्ट सिनारी चाहिँ त्यो हुनेछ होइन। सो लेट्स सी वाट्स ह्यापेन इन द फ्युचर। सो यो न्युज चाहिँ अब रेड कर्नर एमएमए भन्ने न्युजबाट फ्ल्यास भएको थियो होइन। सो अनि यो मिडिया चाहिँ बेसिकल्ली कौकस रिजनको फाइटरहरूलाई चाहिँ बढी फोकस गरेको हुन्छ होइन। सो वी मुभ अन। सो अनि टम एस्पिनल र सेरेल गन बिच पनि ट्र्यास टक स्टार्ट भएको छ होइन। अनि के भएको थियो भनेदेखि सेरेल गनले चाहिँ अब ताइतुई भाषासँग चाहिँ ट्रेनिङ गरिरहेको थियो र अनि त्यसमा चाहिँ एउटा पिक्चर र अनि स्ट्याटस पोस्ट गरेको थियो। अनि स्ट्याटस चाहिँ सेरेल क्यानको तर्फबाट चाहिँ स्टिल नोट डेट अर अपोनेन्ट डेट बट वी किम ग्राइन्डिङ एन्ड ट्रेनिङ हार्ड बिफोर द फाइट होइन भनेर चाहिँ स्ट्याटस पोस्ट गरेको थियो। र अनि त्यसकै रिप्लाईमा चाहिँ टम एस्पिनलले चाहिँ नो सिट देयर इज नट अ डेट येट आई एम नट मेडिकली क्लियर टु फाइट एन्ड about to have surgery thanks to your disgusting fingernails I'll be back to smash your face in soon you said भनेर होइन जस्ट वार्निङ खालको एउटा स्ट्याटस लिएको छ। सो इट्स लुक लाइक नो मोर नाइस गाई टम एस्पिनल। सो ब्याड गाई टम एस्पिनल चाहिँ अब मलाई पनि हेर्नु मन छ होइन, किनकि यु आर अ हेभीवेट च्याम्पियन एन्ड यु सुड बी द मोस्ट ब्याड एस फाइटर अराउन्ड द वर्ल्ड होइन। अनि सो अनि अब ब्याड एस हेभीवेट च्याम्पियन भएपछि होइन नाइस गाई अलिक सुहाउँदैन जस्तो लाग्छ होइन। त्यसको कारणले गर्दा नि अलिकति लाइमलाइटमा आउँदैन क्या। अब जस्तो कि पहिला स्टेपे मियोची छैन, अब हुन त अब होइन युएफसी हेभीवेट च्याम्पियन हुने होइन, तर पनि कता कता अब युएफसी हेभीवेट च्याम्पियन भनेको ब्याड एस हो नि त होइन। हि क्यान फक अप एनी पर्सन इन द वर्ल्ड भनेर एउटा त्यो खालको चिनिन्छ नि त औरा होइन। बट स्टिपे मियोची पनि अनि नाइस गाई थियो। सो अनि त्यस पछाडिको फ्रान्सिस एन्गानो चाहिँ हि लुक्स लाइक द ब्याडेस्ट म्यान अन द प्लानेट जस्तै देखिन्थ्यो होइन। सो जन बन जोन्स पनि ब्याडेस्ट म्यान अन द प्लानेटै थियो। सो टम एस्पिनल पनि अब उसको फाइटिङ स्टाइल होइन एभ्रिथिङ स्किल सेटहरू त ब्याडेस्ट म्यान अन द प्लानेटै थियो। बट नाइस गाई टम एस्पिनल अलिकति जहाँसम्म लाग्छ हेभी भएर अलिकति नसाउने जस्तो लाग्छ मलाई चाहिँ। वाट डु यु थिङ्क गाइज होइन, लेट मी नो। सो वी मुभ अन। र अर्को चाहिँ एकदमै दुःखद न्युज छ होइन। सो टेरेन्स बर्ड क्राफोर्ड has announced that he is retired from the boxing world। अनि मलाई चाहिँ यो अलिकति सुरुमा त अब रिङ म्यागजिनको पोस्टबाट आएको थियो होइन। अनि रिङ म्यागजिनको पोस्टहरू अब फिटी फिटी खालको हुन्छ क्या न्युजहरू, अब हो कि होइन कि होइन। अनि सुरुमा त रिङ म्यागजिनकोबाट आउँदाखेरि त होइन जस्तो पनि लागेको थियो। बट अनि टेरेन्स बर्ड क्राफोर्डकै आफ्नै अफिसियल इन्स्टाग्राम पोस्टबाट आएपछि चाहिँ ओ सो टेरेन्स बर्ड क्राफोर्ड ह्याड रिटायर्ड विथ हिज प्रोफेसनल रेकर्ड अफ 42-0। सो अनि लास्ट विकतिर होला अनि टेरेन्स क्राफोर्डको चाहिँ डब्लुबिसी होइन स्याङ्सन बडीसँग चाहिँ अलिक ठ्यास परेको थियो। सो टेरेन्स बर्ड क्राफोर्डले चाहिँ अब इफ क्यानेलोसँग जित्ने बित्तिकै त्यसकै त्यही विकमा अथवा त्यसकै 2-3 दिनमा रिटायर भएको भए इट कुड हेभ बिन द बेस्ट सिनेरी होइन, किनकि जस्ट रिटायर आफ्टर विनिङ अगेन्स्ट क्यानेलो एल्भारेज इन द अनडिस्प्युटेड टाइटल म्याच होइन। अनि सो अब इट्स इट्स स्टिल गुड होइन। अनि मलाई मेरो नजरमा चाहिँ टेरेन्स बर्ड क्राफोर्ड इज वान अफ 3 बेस्ट फाइटर अफ दिस एरा होइन, अलङ साइड नाओए नोए एन्ड ओलेक्जेन्डर उसिक। सो अहिलेको मेरो नजरमा चाहिँ होइन 3 अफ दिज
men are the best of this era. सो अनि क्राफोर्डले चाहिँ अलरेडी रेकर्ड पनि क्रिएट गरिसकेको छ, ओन्ली वान फाइटर टु विन अनडिस्प्युटेड इन थ्री वेट डिभिजन. सो टेरेन्स बर्ड क्राफोर्डले चाहिँ सुपर लाइट वेटमा, अर्को वेल्टर वेटमा र सुपर मिडल वेटमा चाहिँ अनडिस्प्युटेड च्याम्पियन बनाउन चाहिँ सम्भव भएको छ र सक्सेसफुल भएको छ. सो आई मिन 140 पाउन्ड डिभिजन, 147 पाउन्ड डिभिजन र 168मा चाहिँ लास्ट टाइम क्यानेलो एल्भारेजले जितेर चाहिँ he became one and only person in the history of the boxing to be the undisputed in the three weight division class. So on the two weight division we already have Naoya Inoue and Alexander Usyk too. So Terence Crawford became the first person. अनि उसको रेकर्ड पनि 42-0 is also amazing. अनि टेरेन्स बर्ड क्राफोर्डको चाहिँ मलाई करियरमा लागेको एकदमै बेस्ट हाइलाइट विन भनेको चाहिँ एरोल स्पेन्स जुनियरसँगको होइन, जुन चाहिँ 147मा अनडिस्प्युटेड म्याचको लागि थियो होइन. हि रियली ब्रुटल्ली म्यासेकर अन द्याट म्याच. वाट एभर आई एम ह्याप्पी फर टेरेन्स बर्ड क्राफोर्ड. अनि उसले चाहिँ केही प्रुभ गर्न जरुरत छैन किनकि हि इज द बेस्ट होइन. सो अनि बिफोर कसैले टेरेन्स बर्ड क्राफोर्डलाई होइन अब बिट गरेर अब नकआउट गरेर अथवा जस डिसिजनै भिक्ट्री गरेर अरूले जित्नुभन्दा अगाडि नै टेरेन्स बर्ड क्राफोर्डले नै अलरेडी नै रिटायर गर्नु नै इट्स क्यान बी द गुड आइडिया टु. सो वी मुभ अन एन्ड ह्याप्पी रिटायरमेन्ट फर टेरेन्स बर्ड क्राफोर्ड. सो अहिलेको एकदमै बढी हिजोतिर लाइमलाइटमा आएको न्युज भनेको चाहिँ इलिया टोपुरिया होइन. अनि इलिया टोपुरियाले चाहिँ स्टेटमेन्ट लेखेको चाहिँ यस्तो छ होइन. सो अलिकति मैले चाहिँ फुल त पढ्दिनँ, त्यो फर्स्ट प्याराग्राफ मात्रै पढ्छु होइन. सो इलिया टोपुरियाले चाहिँ आफ्नो अफिसियल इन्स्टाग्राममा चाहिँ यस्तो भनेर पोस्ट गरेको थियो होइन. सो उसले चाहिँ स्पेनिस र इङ्ग्लिसमा दुइटैमा चाहिँ स्ट्याटस चाहिँ पोस्ट गरेको थियो होइन. सो आई am going to read some paragraph what Ilya Topuria said regarding जुन disputes चाहिँ अहिले उसको वाइफसँग चलेको कुराकोमा होइन. सो according to Ilya Topuria, over the past several weeks, I have made the difficult decision to temporarily step away from defending my title. This was not a decision I took lightly. However, when circumstances arise that threaten your personal integrity, your family, and your reputation, there comes a point where you must address them directly. In recent months, I have been subjected to severe and unacceptable pressure, including threats to disseminated false allegations of domestic abuse unless financial demands were made. These allegations are entirely unfounded. The truth is not a matter of opinion, it is a matter of evidence होइन. सो अनि जहाँसम्म लाग्छ इलिया टोपुरियाले चाहिँ आफ्नो वाइफलाई चाहिँ होइन कुट्ने अथवा त्यस्तै डोमेस्टिक एब्युज गर्छ भनेर चाहिँ एउटा कम्प्लेन फाइल भएको छ र अनि सो उसको वाइफले चाहिँ अब वकिलहरूको थ्रुबाट चाहिँ होइन त्यही डोमेस्टिक एब्युजहरू गरेको भनेको त्यसको होइन अब पेनाल्टी अनुसार अब केही पैसाहरू राहतहरू चाहिँ एज अ कम्पेन्सेट चाहिँ अनि मागिरहेको छ जस्तो लागिरहेछ. अनि त्यसकै कारणले चाहिँ थ्रेडहरू चाहिँ आइरहेको छ भनेर चाहिँ होइन. सो एकर्डिङ टु द इलिया टोपुरिया अनि उसको अनुसार उसले चाहिँ टेम्पोररीली चाहिँ अब आफ्नो बेल्ट चाहिँ डिफेन्ड गरिदिनु जस्तो नि छ. अनि अहिलेको यो स्ट्याटस अनुसार इलिया टोपुरिया मे नट going to defend against whoever the winner of the Justin Gaethje versus Paddy Pimblett 2. सो अहिलेको सिचुएसनमा चाहिँ यस्तै छ होइन. अनि मैले चाहिँ आज भर्खर देखेको एउटा पेजेस अनुसार चाहिँ युएफसीले पनि इलिया टोपुरियाले चाहिँ दे आर ट्राइङ टु फोर्स इलिया टोपुरिया टु पर्मानेन्टली भ्याकेन्ट द टाइटल भनेर खालको न्युजहरू चाहिँ सर्कुलेट भइरहेको थियो होइन. सो अब यो साँचो हो या जस्ट रुमर्स होइन. तर जहाँसम्म लाग्छ युएफसी लाइक्स इलिया टोपुरिया एज अ च्याम्पियन जस्तो लाग्छ होइन मलाई होइन. त्यही कारणले गर्दाखेरि नि अरमान सरुकनलाई चाहिँ अलिकति चान्सेसहरू चाहिँ नदिएको जस्तो नि लाग्छ होइन. सो वाट डु यु थिङ्क गाइज. अनि इलिया टोपुरियाले यस्तो भन्दाखेरि होइन फेरि इलिया टोपुरियाकै पास्ट ओपोनेन्ट होइन ब्राइस मिचेलले चाहिँ फेरि हि अलरेडी स्टार्टेड टु डिस इलिया टोपुरिया होइन. सो
ब्राइस मिचेलले चाहिँ के भन्दै थियो भने यु डोन्ट डिजर्भ टु सी यर चिल्ड्रेन कज यु पुट यर ह्यान्ड्स अन दियर मदर होइन। अब इला टोपुरियाले साँच्चैकै हात उठायो कि उठाएन होइन, वी डोन्ट नो एनी प्रुफ येट होइन। तर अब ब्राइस मिचेल अलरेडी अब इलिया टोपुरियासँग पंगा लिन गइसक्यो होइन। अब जब कि यिनीहरू दुइटाले पहिला फेदर वेटमा नि म्याचअप गरिसक्यो होइन, जसमा चाहिँ इलिया टोपुरियाले मेबी सेकेन्ड अर थर्ड राउन्डमा चाहिँ सबमिसन गरेर जितेको थियो होइन ब्राइस मिचेललाई होइन। सो अनि ब्राइस मिचेलले चाहिँ अब फन्नी कहिले एकदमै रेज बेट खालको स्ट्याटसहरू चाहिँ लेखिरहेको हुन्छ होइन, कहिले अर्थ इज फ्ल्याट अनि कहिले हि वान्ट्स टु गो फिसिङ विथ हिटलर होइन। यस्तै कुराहरूले गर्दाखेरि होइन अब युएफसीहरूलाई नि टेन्सन दिइरहेको हुन्छ होइन। सो अनि त्यसकै कारणले गर्दाखेरि नै अब ब्राइस मिचेल आफैले नि कल आउट त गर्यो होइन जिन सिल्भालाई होइन, तर युएफसीले पनि पनिसमेन्टको दिन